एउटा टाढा पहाडी गाउँमा रामु भन्ने एक गरिब किसान बस्थ्यो। उसको सानो टिनको घर थियो। घर अगाडि सानो खेत, केही कुखुरा अनि बुढी आमा मात्रै थिए। रामु दिनभरि खेतमा काम गर्थ्यो, तर कमाई भने निकै कम थियो। गाउँका मानिसहरू उसलाई गरिब भनेर हेला गर्थे। छोरा, केही खाएर जा। पछि खान्छु आमा, पहिले खेतको काम सक्नुपर्छ। त धेरै मेहनती छस्। हेर्नु त रामुलाई, यत्रो मेहनत गर्छ तर हालत उस्तै छ। यसले कहिल्यै ठुलो मान्छे बन्न सक्दैन। यी कुरा सुन्दा रामुको मन दुख्थ्यो, तर ऊ आफ्नो आमाको लागि सबै सहन्थ्यो। छोरा, दुखी नहुनु। मेहनत गर्ने मान्छे कहिल्यै हार्दैन। एक दिन हाम्रो पनि राम्रो दिन आउनेछ आमा। एक दिन गाउँमा ठूलो खडेरी पर्यो। सबैको खेत सुक्न थाल्यो। गाउँका धनी मानिसहरू चिन्तित भए। तर रामुले आफ्नो सानो खेतमा रात दिन मेहनत गरिरह्यो। ऊ टाढाको खोलाबाट पानी बोकेर खेतमा हाल्थ्यो। रामु, यति दुःख गरेर के फाइदा? यो खेत बच्दैन। मेहनत छोडेपछि मात्रै हार हुन्छ। केही हप्तापछि गाउँका सबै खेत सुकिसके, तर रामुको खेत हरियो भयो। उसको खेतमा राम्रो अन्न फल्न थाल्यो। सबै गाउँले छक्क परे। रामु, तिमीले कसरी सम्भव गर्यौ? धैर्य, मेहनत र आशा कहिल्यै छोडिन। त्यसपछि गाउँका मानिसहरूले रामुको सम्मान गर्न थाले। जो पहिले उसलाई हेला गर्थे, आज त्यही मानिसहरूले प्रशंसा गर्न थाले। रामुले आफ्नो कमाईबाट आमाको लागि नयाँ घर बनायो। आमाको आँखामा खुसीको आँसु थियो। आज म तेरो कारण गर्व गर्छु। यो सबै तपाईको आशीर्वाद हो आमा। समय बित्दै गयो। रामु गाउँकै सफल किसान बन्यो। उसको कहानीले गाउँका धेरै युवालाई प्रेरणा दियो। गरिब हुनु कमजोरी होइन, मेहनत नगर्नु नै असफलता हो।